हर्कजी मैले धेरै अवलोकन गरेँ र के पाएँ भन्दा तपाईँको भिजन भनेको गालीवाद रहेछ। कहिले रवि लामिछानेलाई गाली गर्यो, कहिले कुलमानलाई गाली गर्यो, कहिले बालेनलाई गाली गर्यो, अरू सबै देश बेचुवा। तपाईँ चाहिँ राष्ट्रभक्त, राष्ट्रभक्तिले ओतप्रोत व्यक्ति। तपाईँको चुनाव चिन्हमा भोट हालेन भने चाहिँ देश गयो सिद्धियो भन्ने भाष्यको निर्माण गर्नुभएको छ नि। यसले भन्न खोजेको के हो? तपाईँका स्टाटसहरू खालि अरूलाई गाली गर्नमा केन्द्रित छन्। तपाईँ यस्तो विद्यार्थी जुन विद्यार्थीले फलानुको एउटा विषय लायो, फलानुको दुईटा विषय लायो, मैले जाँच दिन पाउने भने म फर्स्ट हुन्छु। यो मानु तपाईँ फुटबल खेलाडी हो भने तपाईँ मैदानमा छिर्न पासेन, बाहिरबाट त्यसले पेनल्टी मिस गर्यो, त्यसले गोल हान्न सकेन, त्यसले पास दिन सकेन, मलाई लैजानुस्, मैले गोल हान्छु। तपाईँको आलोचना चाहिँ गर्दै नगर्ने, हामीले अलिकति चाहिँ सल्लाह सुझाव प्रतिक्रिया दियो भने रिसाउने, तपाईँले जे भने त्यही हो 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 भनेर चाहिँ मान्ने, ताली बजाउने, त्यसो खाले चाहिँ तपाईँलाई समर्थक, त्यसो खाले भोटर चाहिया हो। त्यो चाहिँ बन्न सकिन्न। कसै कुनै पार्टीलाई पनि हामीले आँखा चिम्लेर समर्थन गर्न सकिन्न। तर तपाईँको घमण्ड बोलिरहेछ। अरूलाई गाली गरेर एउटा चाहिँ एउटा कथा छ नि, भगवान आएर वर माग भन्दाखेरि चाहिँ छिमेकीको 8वटा छ, मेरो 6वटा भैँसी छ, छिमेकीको 2टा मरेर मेरो बराबर होस् भन्ने सोचाइ राख्नु भएन। तपाईँले स्पष्टसँग आफ्नो मात्रै मैले यो तरिकाले देश विकास गर्छु भनेर त्यो खाका हामीलाई देखाएको खै श्रम 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 भनेको यो थ्योरी हो, प्र्याक्टिकल खै के चिज हो तपाईँको? तपाईँको रोड म्याप खै? हामीले तपाईँको चाहिँ त्यो भिजन दृष्टिकोण सर र तपाईँको चाहिँ आहा तरिका रोड म्याप हेरेर हामीले विश्वास गर्न पाउने चाहिँ वातावरण हुँदैन। तपाईँको कुरा पत्याउने बस्ने यति मात्रै हो हर्कजी। यो मेरो सुझाव हो। अब सुझावलाई ग्रहण गर्नुहुन्छ भने ग्रहण गर्नुहोस्। तपाईँ त सुझाव ग्रहण भन्दा पनि तपाईँ प्रशंसा गर्यो भने सेयर गरिहाल्ने, सुझाव गर्यो भने खेदो खनिहाल्ने, त्यही हो नि त। ल ठिक छ। यति हुँदाखेरि तपाईँलाई सुझाव चित्त बुझ्दैन भने हजुर नै राम्रो मान्छे हो, हजुर वरिष्ठ हस्त नमस्ते।